ल जामै हेर्न सक्नुहुन्छ केटाहरू पुरा तयार भइसकेको छ र केटीहरू पनि तयार भइसकेको छ हेर्न सक्नुहुन्छ यहाँ केटीहरू छ। नमस्कार सबैलाई, म अहिले मुस्ताङको सुन्दर मार्फा गाउँमा छु। आज मैले यहाँको परम्परा पोसाक लगाउने अवसर पाएको छु। यो पोसाकले यहाँको संस्कृति र परम्पराको झल्को दिन्छ। साँच्चै यो अनुभव निकै विशेष र अविस्मरणीय लागिरहेको छ। यदि तपाईँ मुस्ताङ आउनुहुन्छ भने यहाँको संस्कृति, स्थानीय जीवनशैली र यो सुन्दर पोसाकको अनुभव लिन नबिर्सनुहोला। र हामी चाहिँ अब तपाईहरुलाई देखाउनेछु कस्तो देखिरहेछु। सो फाइनली गाइज हामी चाहिँ रेडी भइसकेको छ अनि हेर्न सक्नुहुन्छ हामीहरूको ड्रेस चाहिँ कस्तो छ। बाबा तपाईहरु पनि भिजिट गर्नु होला मुस्ताङ भन्ने ठाउँमा। के नाम हो यसको? मुस्ताङ कुन ठाउँ हो यो? मुस्ताङ हैन रे, यसले कुन ठाउँ भन्छ? मार्फा भिजिट गर्नु होला यस्तै हैन। सो अब हामी चाहिँ अब फोटो क्लिक गर्नेछौँ 4-5 वटा र त्यसै गरी चाहिँ हेर्न सक्नुहुन्छ। ल भइसक्यो रेडी? ल निकाल सुरुमा के भयो? के भएको छ? ल भाइ ल सुरुमा त निक्लिन्छ हामी अनि म मुस्ताङमा ल जामै हेर्न सक्नुहुन्छ केटाहरू पुरा तयार भइसकेको छ र केटीहरू पनि तयार भइसकेको छ हेर्न सक्नुहुन्छ। यहाँ केटीहरू छ, एकदमै बबाल छ हेर्न सक्नुहुन्छ। आम्बो एकदमै राम्रो लाग्नुहुन्छ। म त हेरे म हैन अरु मान्छे पनि आन्टी पनि रेडी भइसक्नु भयो। ल अब हाम्रो फोटो खिच्ने कार्यक्रम जारी हुनेछ। ल अब अगाडि जाम ल केटाहरू। अगाडि डिएसएलआर पनि को व्यवस्था गरेको छ हैन, ताकि फोटो क्लिक एकदमै त्योभन्दा पर्फेक्ट राम्रो आउँछ भनेर। ल यो फोटो कसरी हो? एक जनाको 40, 4 जनाको। ल फोटो खिच्दिनु न हामीलाई। कहाँ खिच्ने अलि लोकेसन भन्नु न थोरै, कहाँ राम्रो आउँछ। ल